ओके गाइज होइन टक्क लाएर अब खाना चाँडै खाइयो। अब यसो एउटा यो स्याउ खाऊ भनेको होइन, टक्क लाएर खुर्किन थाल्यो त्यो। मैले खुर्किँदा हेर्नु यस्तो हेर्नु यो सेतो के आउनु थाल्यो है त। म देखाउँछु राम्रोसँग। तेरो जहिले पनि अब यो बजारे फलफुलहरू खाँदाखेरि तपाईँहरू एकदम ख्याल गरेर खानु होला। त काम छैन यो मुलाई। ल के हो यस्तो यो? ल हे भगवान्, ल यस्तो सेतो हुन्छ यो। अनि यस्तो ल मलाई यो स्याउको चाहिँ बोकेर खासै मन पर्दैन, त्यही भएर मैले बोकेर चाहिँ यसरी तासेर खान लाग्यो। अनि कता कता मेरो ध्यान यहाँ गयो, यसो हेर्छु त यो बाहिर हुन्छ ल यस्तो हुन्छ। अनि त्यही भएर फलफुल भन्दैमा स्वास्थ्य लागि राम्रो छ भन्दैमा गम खानेकुरा बन्द गरौँ। खाँदा पनि सोच विचार गरेर खाउँ है, खाउँ। स्वास्थ्य नै सँग ठुलो कुरो। ल यो भिडियो जनहितको लागि जारी मात्र है त। थ्याङ्क यू।